प्रणाम। अब घरमै बसेर संस्कृत सिक्नका लागि हामीले नेपाल अनलाइन स्कुल मार्फत शिक्षण आरम्भ गरेका छौं। संस्कृत किन सिक्ने त? संस्कृतको आवश्यकता हामीलाई किन छ भन्दा ऋषिहरूले भन्नुहुन्छ, जानाति विविधा भाषा जानाति विविधा कला आत्मानं स न जानाति यो न जानाति संस्कृतम। हामीले संसारका बाहिरका विभिन्न भाषा, कला, संस्कृति, परम्पराहरूलाई जान्यौं भने पनि त्यतिखेरसम्म हामीलाई खुशी हुँदैन जबसम्म हामीले हामीलाई स्वयंलाई नै जान्न सक्दैनौं। र संस्कृत भाषा, संस्कृत वाङ्मय, संस्कृत शास्त्रहरू भनेका स्वयंलाई जान्नका लागि हुन्, जीवनको सर्वोच्च खुशीका लागि हुन्। संस्कृत किन पढ्ने? संस्कृत वेदको भाषा, शास्त्रको भाषा, देव भाषा। संस्कृतमा योग, आयुर्वेद, भूगोल, खगोल, राजनीति, धर्मनीति सम्पूर्ण विषयहरू। र अहिले त भाषा वैज्ञानिकहरू पनि भन्दछन्, पाश्चात्य वैज्ञानिकहरू पनि बोल्दछन्, मुक्त कण्ठले प्रशंसा गर्दछन्, संस्कृत जतिको वैज्ञानिक र मानव जीवन उपयोगी भाषा अर्को रहेन रहेछ। र संस्कृत सिकौं र हामी नेपालमा बस्ने, भारतमा बस्ने र वैदिक सनातन धर्मका अनुयायीहरूले अनिवार्य रूपमा आफ्नो भाषा र संस्कृतिलाई सिक्नु पर्दछ। र आजैबाट तपाईहरूले आवेदन दिनुहोला। संस्कृत भाषादेखि संस्कृत शास्त्रसम्मका हामी सम्भाषणबाट अभ्यास गरेर भोलि गीता, भागवत, वेद, उपनिषद सम्मको शिक्षणमा जाँदैछौं। एकदम स्वागत छ, हार्दिक स्वागत छ। आउनुहोस्। प्रणाम।